महिनादेखि गुन्डुले चाहिँ एउटा राष्ट्रियता सम्वर्धन गर्ने एउटा आधार भूमिको रूपमा काम गरेको छ। राजनेता केपी ओली जसले मुलुकको राष्ट्रियता जोगाउनको निमित्त भूमिका खेल्नु भएको छ, विकास र समृद्धि अगाडि बढाउने भूमिका खेल्नु भएको छ र उहाँलाई गुन्डुमा चाहिँ हामीले जेएनजी आन्दोलन पछाडिको मुलुकको ध्वंसात्मक अवस्था पछाडि र उहाँको नाउँमा उहाँले राष्ट्रलाई सुम्पिएको बालकोटको घरसहित उहाँको नाउँमा उहाँको नभइकन उहाँले 35 वर्ष अगाडि बेचेको घर, उहाँ कलकत्ता दमक जान बस्ने घर, तेह्रथुममा उहाँको पुर्ख्यौली घर 100 वर्ष अगाडि बनेको समेत भत्काइए पछाडि हामीले उहाँलाई यहाँ ल्याएर राखेका छौँ र उहाँलाई यहाँ राख्ने क्रममा चाहिँ स्वस्फूर्त देशभरिका विशेष गरी युवा समुदाय चाहिँ आउनु भएको छ। अब हाम्रो मूल्याङ्कन पनि के छ भने पार्टीभित्रको युवा समुदाय चाहिँ सबभन्दा पहिला जागरुक भयो, किनभने यो आन्दोलनको सबभन्दा ठुलो असर पनि युवालाई नै पर्यो। किन जेएनजी युवाहरू उचालेर साम्राज्यवादी शक्तिहरूले जेएनजी युवाहरूलाई सामान्य कुरामा भड्काएर, सामान्य आश्वासनमा भड्काएर, विदेश पठाइदिने आश्वासन, सामान्यभन्दा सामान्य तालिम दिने, रोजगारी दिने, भिसा दिने जस्ता आश्वासनहरूमा भड्काएर एकदम सामान्य खर्च गरेर हाम्रो चाहिँ नि सिंहदरबारदेखि सर्वोच्च अदालतदेखि सदनसम्म जलाउने काम गरे, ध्वंस पार्ने काम गरे। त्यो यो आन्दोलन नभइकन यो चाहिँ एउटा युद्ध हो, होइन? अब यसलाई दुईटा आबाट हेर्नुपर्छ। एउटा आ भनेको साँच्चीकै जायज पुस्ता जो आन्दोलनमा हिँडेका थिए, उनीहरूले भ्रष्टाचार, सुशासन, सामाजिक सञ्जालमा पहुँच खोजेका थिए। अर्को आ भनेको चाहिँ आतंकवादी गतिविधिमा लाग्ने मान्छेहरू पनि यसमा हिँडेका थिए। रवि सँगसँग भएका कैदीहरू, हतियार लुट्ने, विशेष गरेर प्रचण्डका हिजोको इन्टरभ्यू सुन्नुभयो भने हाम्रो पार्टीको छोरा नाति छोरीहरू गएछन् भनेर एकदम सहज ढङ्गले भनेका छन्। अब दुर्गा बसाईलाई हिजो गिरफ्तार गर्यो, मध्यरातमा गिरफ्तार गर्ने कुरा राम्रो त होइन। सुशीला कार्की आफैले पनि रविलाई चितवनबाट पोखरा जेल सार्दाखेरि यो अनुचित भयो, मध्यरातमा भन्थिन्, अहिले अब मध्यरातमा समाइन्। तर दुर्गा बसाईसँग जोडिएका पूर्व राजावादीहरू पनि यो ध्वंसात्मक अभियानमा संलग्न छन्। हरेक मान्छेलाई आश्वासन दिएर उनीहरूले संलग्न गराएर यो खालको ध्वंस गराए। र सरकार उल्टो दिशातिर गएको छ। भन्न चाहिँ 21 गते चुनाव गराउँछु भन्छ, न मतदाता नामावली अपडेट गर्न सकेको छ, न नयाँ नामावली राख्न सकेको छ। निर्वाचन आयोगको सर्भरै काम नरानी भएको छ। युवाहरूले त्यहाँ भोट लिस्टमा नाम राख्न खोज्यो भने ह्याङ हुन्छ भनेपछि यो निर्वाचन आयोगले पनि काम गरेको छैन। सरकारले पनि निर्वाचनतर्फ होइन, सङ्कटतर्फ मुलुकले धकेलेको छ। अब हाम्रो अध्यक्षज्यूले आज संसदीय दलको बैठकमा पनि रिपिट गर्नुभयो र झन्डै 1 महिना अगाडिदेखि उहाँले भन्नुभएको कुरा के हो भने यो संसद विघटनको प्रक्रिया चाहिँ बेठिक भयो, यो अवैधानिक ढङ्गले भयो। त्यसो भएको हुनाले संसद पुनर्स्थापना गर्नुपर्छ भन्ने सन्दर्भमा एमाले चाहिँ आन्दोलनको घोषणा गरिसकेको छ। संसदीय दलले पनि गरेको छ। यद्यपि हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, जेएनजीको जस्तो हुँदैन। 22 गते वडाहरूका भेला, 25 गते पालिकाहरूमा भएको सभा र 29 गते जिल्लाहरूमा भएको सभा हामीले ध्वंसात्मक बनाउन चाहेको भए, हामीले सरकारको विरुद्ध तोडफोड र हिंसात्मक बनाउन चाहेको भए जेएनजी आन्दोलनको जत्तिकै यसलाई डरलाग्दो बनाउन सक्थ्यौँ। हामी एउटा जिम्मेवार दल भएको हुनाले, लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भएको हामी त्यस्तो गर्दैनौँ। हामी चाहिँ शान्तिपूर्ण आन्दोलनको माध्यमबाट संसद पुनर्स्थापना गराउँछौँ। त्यस पछाडि सर्वदलीय सरकार, जेएनजीका सबै प्रतिनिधि सहभागी भएको सरकार बनाउँछौँ। परिआए एकपटकलाई संविधान संशोधन गरेर गैर सांसदलाई प्रधानमन्त्री हुने कुरामा पनि हामी लचकदार छौँ। त्यो स्वतन्त्र हुनु पर्यो, राष्ट्रप्रेमी हुनु पर्यो, कुनै दलसँग आबद्ध नभएको हुनु पर्यो, एउटा बुद्धिजीवी हुनु पर्यो र जेएनजीका मागहरूलाई संशोधन गर्न, के अरे संविधानमा सम्बोधन गर्न हामी संविधान संशोधन पनि गर्न सक्छौँ। र छोटो समयको लागि संसद बिउताएर त्यसको चाहिँ छोटो बैठक राखेर संविधान संशोधन गरेर अर्ली इलेक्सन, फेरि संसद बिउताउने भनेको 84 जाने होइन, अर्ली इलेक्सन गरेर हामी स्वतः संसद विघटन गर्ने प्रक्रियामा जान्छौँ। एउटा यो रोड म्याप आज चाहिँ हिँडेको छ। कुनै बेला नेपालको राजनीति गीता प्रसाद कोइरालाको हातमा जान्थ्यो। 62-63 को आन्दोलनको एउटा जटिल बेलामा
हामीले महत्त्वपूर्ण भूमिका खेल्यौँ। यद्यपि देखेर गिरिजा प्रसाद कोइरालाले एउटा टावर पर्सनालिटी बनेर उनले भूमिका खेले। 64 पछाडि त्यो अवसर प्रचण्डलाई प्राप्त भएको थियो। अहिलेको यो सङ्कटको अवस्थामा केपी ओलीले यो सङ्कटबाट चाहिँ पार लाउने भूमिका खेलिरहनु भएको छ, एमाले खेलिरहेको छ। त्यही भएर केपी ओलीलाई साथ दिनु, सहयोग गर्नु। मैले हिजो युवा सङ्घको बागमतीको भेलामा पनि भने हामी केपी ओलीको सेक्युरिटी गार्ड बस्न तयार भएर हिँडेका छौँ। हामीलाई केपी ओलीको सेक्युरिटी गार्ड बस्न कुनै अप्ठ्यारो छैन र हामी कुनै ठुल्ठुला उद्योगपति, ठुल्ठुला व्यवसायीको सेक्युरिटी गार्ड बस्न जान्थ्यौँ होला कुनै लोभ लालच, विरोधीले भने जस्तो 3 लिटर तेल, विरोधीले भने जस्तो मासु भात होइन। यो प्रसङ्गमा माओवादीको शान्ति प्रक्रिया पछाडि 64 को चुनाव पछाडि 601 सदस्य सांसद थिए। हाम्रो एकजना ठुलै नेताले भन्थे, हाम्रो बैठक निकै छलफल भयो। मैले के भने चुनाव अगाडि माओवादी देख्नु भएन, चुनाव पछाडि माओवादी बाँकी एमाले देख्नु भएन। यो गल्ती नगर्नुहोस्। हिजो पनि माओवादी युद्धको कारणले अराजक ढङ्गले बलियो थियो। आज एमाले कमजोर भएको छैन है। आतंकको बलमा भोट हाल्न नसकेर त्यति सिट प्राप्त गरे। त्यही भएर माओवादीसँग जुझ्न वैशालको विरुद्ध युथ फोर्स बनाउनुपर्छ भनेर मैले माग राख्दा हाम्रो एकजना नेता चाहिँ ठुलै नेताले चाहिँ के भन्थ्यो भने अब त बर्बाद भयो, ज्ञानेन्द्र व्यापारी पनि हो, ज्ञानेन्द्रसँग अरबौँ पैसा छ, 601 जनालाई 1-1 करोड दिए पनि 6 अर्ब 1 करोड हुन्छ। त्यति दिएपछि गणतन्त्र आउँदैन भन्थे। अब यस्तो नौटङ्की र चाहिँ यस्ता चाहिँ नि कायर कुरा चाहिँ नगर्नु कम्प्लिट भनेको थिएँ मैले। अब अहिले कुनै पनि जनता मासु भात खाँदेर तेल हाल्देर हिँड्नेवाला छैनन् र अहिले जेनजी आन्दोलनको नाउँमा यो मुलुक ध्वस्त पार्ने, विदेशी सेना यहाँ राख्ने, हाम्रो चाहिँ मनाङ मुस्ताङमा भएका युरेनियम लगायत खानी कब्जा गर्ने, नवलपरासी पर्वत लगायत ठाउँमा भएका फलाम खानीहरू, हाम्रा प्राकृतिक स्रोतहरू, हाम्रा सम्पत्तिहरू नष्ट पार्ने योजना छ भन्ने कुरा बुझिसके पछाडि आज सारा युवा चाहिँ सचेत भएका छन्। दिन प्रतिदिन रहस्य खुल्दैछ नि। कहिले टिबेटेल ओरिजिनल ब्लड भन्ने आयो, कहिले बारबारा फाउन्डेसन भन्ने आयो, कहिले हामी नेपाली भन्ने टिम आयो, कहिले डिस्कर्ड मार्फत सोसियल नेटवर्कबाट अपराधी काम गरेको कुरा आयो, कहिले जेलबाट भएका कैदीहरूले लुटेका कुरा आयो, कहिले लागु औषधमा संलग्न भएका कुरा आयो होइन। र दुर्गा प्रसाईको गिरफ्तारी पछाडि आज दिनभरिका तपाईँहरू समाचार हेर्नुभयो भने सुशीला कार्की, अहिलेको गृहमन्त्री ओम प्रकाशजी 23 गतेको आन्दोलनको दिन आन्दोलनलाई भड्काउने कुरामा उनीहरू संलग्न थिए। बालेन सुदन गुरुङ लगायतको टिमले योजनाबद्ध परिचालन गरेका थिए। सिभिल हस्पिटलमा घाइतेलाई हेर्न जाने बाहनामा सुशीला कार्कीलाई बोल्न लागेको कुरा स्क्रिप्टेड भन्छ नि, स्क्रिप्ट लेखेर नाटकमा कलाकारले बोले जस्तो बोलेको थिइन् उनले। नजिकैको युरोपियन युनियनको कार्यालयबाट कुन नेता कुन हेलिकप्टरमा भाग्ने उनको शब्दमा हाम्रो शब्दमा सेनाले लगेको हेरिरहेको थिए। ओम प्रकाशले त लगायतका त्यहाँ टिममा छलफल पनि भएको छ, नेताले त मार्न पनि किन लगे आदि इत्यादि। यो निकै धेरै गम्भीर खेल छ भन्ने कुरा त दिन प्रतिदिन रहस्यको पर्दा खुल्दैछ। त्यही भएर यो राष्ट्र जोगाउने दायित्व अब युवाहरूको हातमा छ। अब हामी युवा उमेर क्रस भए पनि विद्युतजी हामी चाहिँ तपाईँसँग युवा स्पिडकै साथ हिँडिरहेको छौँ होइन। पुष्पजी, अमितजी, बाबुरामजी, हाम्रो जयजी लगायत यहाँ उपस्थित हुनुभएका 100 नेताहरू 2 महिनादेखि नै कन्टिन्यू यहाँ बसिरहनु भएको छ। हाम्रो अध्यक्षज्यूको सेक्युरिटी उनीहरूले थुते, अध्यक्षले एट्याक गर्न नखोजे, गुन्डुमा एट्याक गर्न खोजे। त्यसपछि युवा सङ्घले प्रतिरोध कार्यक्रम गर्यो, नेकपा एमाले भक्तपुरले प्रतिरोध कार्यक्रम गर्यो, हामीले युथ भोलिन्टियर फोर्स भनेर घोषणा गर्यौँ। अब 5 गते हामी माइतीघर मण्डलामा जम्मा भएर नेसनल भोलिन्टियर फोर्स बनाउँदैछौँ। त्यसको पनि तयारी तपाईँ गरिरहनु भएको, तपाईँलाई धन्यवाद। दोलखाले मात्रै 500 मोटरसाइकल सहित 1000 जना त तपाईँहरूको पनि टिम आउने हो भनेपछि हामीले कमसेकम 20,000 भनेका थियौँ। अब यो उत्साहका साथ तपाईँ आउनुभयो भने त्यो त सङ्ख्या 20 होइन 30,000 पुला जस्तो छ। आज जतातता म रिपोर्टिङ लिँदै आएको थिएँ बाटोमा, सबै उत्साहित छन् साथीहरू। भनेपछि हामी युथ भोलिन्टियर फोर्स बनाउँदैछौँ। किन बनाउँदैछौँ भने हाम्रो जस्तो कम्युनिस्ट पार्टी जसले गरिबको हितको पक्षमा काम गर्ने कुरा गर्छ, जसले राष्ट्रियताको कुरा गर्छ, सार्वभौम सत्ता बचाउने कुरा गर्छ, हामी माथि जहिले पनि अन्तर्राष्ट्रिय शक्तिको चाहिँ दबाव र दबदबा कायम रहन्छ। हामी माथि जहिले पनि नेपालभित्रकै पुँजीवादी दलाल नोकरसाहीहरूको दबदबा कायम रहन्छ। त्यो कारणले हामीले चाहिँ के गर्नुपर्ने भयो भन्दाखेरि एउटा सशक्त फोर्स हामीलाई चाहिने भयो। अब हामीले के भन्न सक्ने पर्यो भने अब सिंहदरबार कसैले जलाउन सक्दैन, सदन कसैले जलाउन सक्दैन, हतियार कसैले जलाउन सक्दैन। हामी राज्यसँग सहकार्य गर्छौँ, राज्यलाई मनोबल दिन्छौँ, प्रहरीलाई मनोबल दिन्छौँ
हामी राजनेता केपी ओलीको संरक्षण गर्छौँ। यो कुरा चाहिँ सानका साथ भन्नु पर्यो। हामी पछि 5 गते त्यही भन्छौँ, अब नेसनल भोलिन्टियर फोर्स जन्मियो र यसले केन्द्रमा 50,000 युवा आवश्यकता अनुसार परिचालन गर्छ। प्रत्येक प्रदेशमा कमसेकम 5,000 मात्र परिचालन गर्दा पनि 7 प्रदेशमा 35,000 युवा यसले परिचालन गर्छ। प्रत्येक जिल्लाले 2,000 युवा परिचालन गर्यो भने पनि 1.5 लाखभन्दा बढी युवा, प्रत्येक पालिकाले 500 मात्र गर्यो भने पनि झन्डै 3.5 लाख युवा परिचालन हुन्छ। त्यो भनेको निकै ठुलो शक्ति हुन्छ। अब अस्ति बिसान आएर हाम्रो घर जलाइदिए, जहाँ प्रतिरोध भयो जलेन, जहाँ भएन जल्यो भनेपछि हामीसँग यत्रो शक्ति छ, तर हाम्रो भुत्ते भएछ। जसरी साँझ नलाइकन सिरानमुनि राखेको खुकुरी एकैचोटि झिक्यो भने दसैँमा त्यसले मासु काट्दैन, त्यसै गरी हाम्रो यो पङ्क्तिले साथ लगाइरहनुपर्छ, तालिम दिनुपर्छ, प्रशिक्षण दिनुपर्छ, जनताको सेवामा खटाउनुपर्छ, प्रहरी प्रशासनसँग सहकारी गर्ने कुरामा भूमिका खेल्नुपर्छ। यो कुरा चाहिँ हाम्रो दायित्व हो। यो हिसाबले 5 गते कार्यक्रम हामी भव्य बनाउँ। 6 गते उपत्यकाको सभा छ बिरगुट मण्डपमा 11 बजी, त्यो सभा भव्य बनाउँ। यति गरिसके पछाडि यो सरकार 29 गतेको हाम्रो सभाबाट यो यसो जरा हलिसक्यो, यो फलिन्छ भन्ने लाग्छ मलाई। 5-6 गते हाम्रा गतिविधि यो सरकार ढल्छ भन्ने लाग्छ है मलाई, किनकि अवैधानिक सरकार ढाल्नै पर्छ। यदि ढलेन भने पार्टीको 27, 28, 29 गतेको काठमाडौँको सभा हामी यति विशाल गर्दैछौँ कि 4 गते चितवनमा गरे भन्दा ठुलो सभा गर्दैछौँ। त्यस पछाडि यो सरकारको ज्वरो किलो केही पनि रहँदैन। तर यसको लागि सबभन्दा बढी चाहिँ युवा पङ्क्ति नै जागरुक हुनुपर्छ। युवा पङ्क्तिले नै तल भ्रम छिर्नुपर्छ, युवा पङ्क्तिले नै तल बुझाउनुपर्छ। केपी ओलीले गरेका नाकाबन्दी विरुद्धको अभियान, केपी ओलीले गरेको चुच्चे नक्सा ल्याउने अभियान, केपी ओलीले खेलेको चाहिँ नि चाइनामा गएर व्यापार तथा पार्वण सन्धि गरेर हाम्रो चाहिँ हिन्द महासागर र कलकत्ता बन्दरगाहसँग मात्रै व्यापारिक सम्बन्ध भएकोमा प्रशान्त महासागरसँग त्यो सम्बन्ध जोडेको कुरा, सी जिनपिङ पुटिङसँग बसेर चुच्चे नक्सा जारी गर्नको लागि गरेको कमिटमेन्ट, संयुक्त राष्ट्र सङ्घदेखि लिएर G7 को पर्यवेक्षक राष्ट्रको हिसाबले उहाँले अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्मान गौरव बढाएर अमेरिका, चाइना, जापान, इन्डिया भन्दा जनसङ्ख्या थोरै होला, सैनिक क्षमता थोरै होला, अर्थतन्त्रमा हामी थोरै होला, तर कोही भन्दा हामी कम छैनौँ है। नेपाली जनताको सार्वभौम सत्ता र उनीहरूको सत्ता बराबर हो भनेर ओली डक्ट्रिन खडा गरेका छन्। परिपूर्ण लोकतन्त्रको व्याख्या गरे केपी ओलीले। सरदर आयु 72 वर्ष हुँदा काठमाडौँ उपत्यकाको मान्छे 90 वर्ष बाँच्ने, कर्णाली कालीकोटको मान्छे 55 वर्ष बाँच्ने विभेद यो पुँजीवादी लोकतन्त्र हो, यो जनवादी लोकतन्त्र हो। त्यो हट्नुपर्छ। कालीकोटको मान्छे पनि कर्णालीको मान्छे पनि 85 वर्षै बाँच्नुपर्छ। वार्षिक आम्दानी हाम्रो $1,500 हुँदा बजाङ बाजु